पनि हुनुहुन्छ र म पनि एकदमै ठिकठाक छु। आज चाहिँ बिहान म 4 बजी उठेको छु। किन भन्दाखेरि आज चाहिँ हामी स्कुलको साथीहरू चाहिँ भेट्नेवाला छौँ। भेटेर पनि हामी कोही जानेवाला छौँ। कहाँ जाँदैछौँ भनेर चाहिँ त्यो तपाईँहरूले भिडियो चाहिँ अन्तिमसम्म हेर्दासम्म थाहा पाइहाल्नुहुनेछ। अनि साथीहरू चाहिँ हामी स्कुलको साथीहरू सबै जान लागेको छ। अनि म पनि भर्खर उठेँ, अब उठेर रेडी हुन्छु। अनि अहिले चाहिँ मलाई लिनलाई साथीहरू नै आउँछन्। के अरे श्वेता, अशोक, रिजन 3 जना भएर लिन आउँछन् मलाई अनि घरको चोकमा। अनि त्यसपछि जान्छौँ अनि बाइक स्कुटीहरू सबै राखेर त्यहाँदेखि फेरि हामी चाहिँ पैदल यात्रा गर्छौँ। तर कहाँको पैदल यात्रा गर्छौँ त्यसको लागि चाहिँ अन्तिमसम्मै हजुरहरूले भिडियो हेर्नुपर्नेछ साथीभाइहरू। अब चाहिँ म कपडा लाउनु गएको, किनकि फेरि अहिले मलाई बेर भइहाल्छ। फेरि साथीहरू आयो भने बाल पनि मैले कोरेको छैन। साथीहरू फाइनल्ली म चाहिँ रेडी भइसकेको छु, हेर्न सक्नुहुन्छ मलाई। अब चाहिँ एकछिनमा साथीहरू आउँछन् अनि जान्छु म। मेरो बाल हेर्न सक्नुहुन्छ, छोटो अहिले मैले बाल काटेको छु साथीभाइहरू, होइन? बाल कस्तो देखिन्छ हेर्नुहोस्। अब चाहिँ एकैचोटि अहिले म निस्केपछि भेटौँला। हेलो साथीहरू, अब चाहिँ म यहाँदेखि निस्किन लागेको। बिहान चाहिँ अँध्यारै छ, अँध्यारो उज्यालो भइसक्यो। तर अलिअलि हामी कुखुरा बास्यो के भन्छ, बिहान यतिको भएको छ है। म जाने बेलामा चाहिँ हाम्रो कुखुरा छ, धेरै हाम्रो कुखुरा चाहिँ। अब म लागेँ। साथीहरू यिनीहरू चाहिँ आइसकेन्। अशोक कस्तो लागिरह? हामी चाहिँ सोइताले पहिला म आउँछु यता। मैले चाहिँ पहिलोचोटि सोइताले पहिलोचोटि बाइक चलाएको देखेछौँ। सोइता कस्तो महसुस भइरह? तिमीलाई यिनलाई हो कि सन्नी कस्तो भइरहस् सोइताको बाइकमा बस्न पाउँदा? अनि यता यो अब चाहिँ हामी जान्छौँ ल। विवेक यता आन्न, यो चाहिँ अघि नै आएर बसेको। यता आन्न विवेक, एक झलक दे त्यता। हेर त श्वेता के भनि मच्छरले टोकेर मारिदियो नराम्रो खुनको भएर। अनि श्वेताको न्यू हेयर स्टाइल। श्वेता यति हेर न, तिम्रो न्यू हेयर छैन। रिजन चाहिएको छ, रिजन त्यसै हावा गफ नगर। कोसँग बोले हरियो? दिल प्रसादसँग त भर्खर त म बोलेको थिएँ नि। कुन नाटक पार्छ आफ्टर लङ टाइम साइमासँग भेट भयो। सन्चै छेउ साइना साइमा के तिमीलाई त म त झन गोरी देख्छु है। आइसक्यो अटोमा फलफुल बेच्दै। साथीहरू हाम्रो चाहिँ यति नै थियो। हाम्रो साथीहरू आज भेट हुने साइमा, अनि त्यसपछि अशोक, अनि उहाँ नेस्मी र रितु, अनि उहाँ अगाडि चाहिँ रिजन, विवेक र श्वेता। अनि त्यसपछि चाहिँ एकजना मात्रै हो, त्यो हो दिल प्रसाद, हाम्रो दिल। अनि त्यसपछि त्यो दिल चाहिँ अघि नै आएर उता फुलबारीको अगाडि बसिसकेको छ। अब हामी कहाँ जान लाग्छ भन्ने कुरा पनि हजुरलाई थाहा भइसक्यो होला।
अशोकलाई हेर्नु अशोक के गरिराख्नु त्यो पछाडि हामी चाहिँ यता बुटोलको यो वाला साइडमा आइसक्यौँ है हामीले साइमा हेर्नु चाहिँ टपर है यिनी चाहिँ टपर हो नि एकदम क्लास कि अनि अहिले पनि +2 साइन्स कम्प्लिट गरेर अनि अहिले फेरि +2 साइन्सकै ब्याचलर गरिराखिन् यिनी चाहिँ टिचर बन्ने हो अरे भविष्यमा हिँड कि हिँड ओ दियो हाम्रो टोइलेट देखे आजै टोइलेट देखे दिल लाज लाग्थ्यो झोला बोक्न तिमीले पनि बिल्ला हाल्ने हो न होइन कस्तो महसुस भइरह यता हेर्न यता कहाँको यता केही भन्न यहाँ भनेको पागल यो चाहिँ अघि नै आएर रोकिराख है यहाँ हामी चाहिँ पुगेमै यहाँदेखि पुगेँ अरे हिँडे प्रवेश गऱ्यौँ यहाँदेखि प्रवेशद्वारदेखि कस्तो बल्ल राम्रो राम्रो आएको छ उज्यालो मेरो बाल साथीहरू यस्तो ठकेला है कि के भन्ने हामी चाहिँ सबभन्दा अगाडि चाहिँ श्वेता म अशोक छौँ यता अशोक सकिन ल म थर्ड अशोक सेकेन्ड फर्स्ट श्वेतालाई ढाक्दैन यो अशोकले यिनी हामी 3 जना मात्रै हो अरू त कता दिलेर रिजन उहाँ अझै अरू त कता उहाँ चाहिँ साइमा हिँड्नै नसकेर एकदम गम्भीर भयो नेस्नीले बोकिराखे उहाँ साइमा चाहिँ हिँड्नै सकेकै छैन रितु ओए दिल तैँले नि बोक्न लाइस् क्या बल्ल यिनीहरू आए मैले यहाँ झोलामा बल्ल यिनीहरू आए बल्ल सबभन्दा हिँड्न नसकेको साइमा ऊ त्यो ब्याग पनि बोक्दै आइरहेको छु दुईटा ब्याग हल्का रहेछ मैले पनि दुईटा ब्याग बोकेछु के भनिस् देखेको लुटेको देखेको नि त टाढादेखि चाहिँ टाढामा थिएँ योले एउटा ठ्याक्कै यसले देख्यो होला गानामा चाहिँ उभिरहेको नाच्दै नाम के अरे बाबु तोड कहाँ उज्जा दुईटा आइसक्यौँ हामी माथि नेस्नी दिल विवेक अशोक यता अब हामी आइसक्यौँ यही तिमी त 2 महिना 3 महिना 1 वर्ष मलाई आइसक्यो नि श्वेता चाहिँ फर्स्ट नम्बरमा आफ्नो साथीसँग हिँड कुकुर साथीसँग श्वेता चाहिँ आफ्नो कुकुर साथीसँग छिनेमा हाम्रा प्यारो साथीहरू यो चाहिँ पहिलाको भन्दा हामी चाहिँ बहुत छिटो आयो आज साइमा तिमी नभएको भए अझै छिटो आउँथ्यौँ हामी वेल डन वी प्राउड अफ यु साइमा प्रवीण थ्याङ्क यू हिरो देख्यो जस्तो विवेक साइमाको ब्याग बोकेर रिजन कान्छु ओ रिजन भाइ छ्या रिजन सेकुसीको पानी खाइदिनु न यार भेयो पानी त ओइ तिम्रो 3 जना 2 जना
ओहो नि तिनीहरू दुईटाको बडी फ्लेक्स पनि कति गर्छन् कस्तो फिल भइरहेको हो तिमीहरूलाई यहाँ माथि चढेर तर अझै छ नि त चढ्न तँलाई कस्तो फिल भइरहेको छ कि लागा अझै छ यति जानु पर्दैन र कस्तो भइरहेको नि माथि चढ्न पाउँदा कोक अहिले खानु कि एउटा कोक लिएको हेर्नु साथीभाइहरू यसले चाहिँ कोक खाम कि खाम भनेर ल हामी चाहिँ यहाँ आयौँ है आएर यहाँ हामी अब नास्ता खानु लागेको छौँ हेर अशोक हामी कति राम्रो आएको छौँ साथीहरू यहाँ चाहिँ भित्र अब हामी चाहिँ जान मिलेन नि रितु टिकटकमा देखेको थिएँ यो त स्टे गर्ने हो कि के भित्र भनेको थिएँ नि ओइ दिल यता त दिल 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 आफै एक्लै खाएर हिँडेर है यो त्यो राम्रो खाना आइसकेको छ बफ चाउमिन अनि मोमो यिनको चाहिँ भेज है भेज त्यसले मोमो भइसक्यो ओके मैले खानु नपर्ने भ्याउ हुन्छ नि क्या यार यिनीहरूले त खाऊ के खाइहालेँ म ओहो यिनीहरू दुइटा हेर लडेको यो ल भनेको लागेन यार ल अब चाहिँ हामी यहाँदेखि निस्केको ल साथीहरू नास्ता सास्ता खायौँ अब यहाँदेखि हामी नास्ता खायौँ अब यहाँदेखि हाम्रो यात्रा फेरि माथिसम्मको भयो उयो दिल दिल अहिले त ठिक छस् नि यस्तो गरेर त खै खाना टन्न खान पाइस् नि खाएनस् अहिले सबैको भएको सुकुटी देखाएको यसले ए भाइ सुकुटी हो सुकुटी नि हो भाइ यो हो कि मेरो लौरी त अब यसपछि हामी कहाँ जाने प्लान चाहिँ फेरि भन त कुन चाहिँ डाँडा थाहै छैन उठो डाँडा अरे ठाउँ साउ थाहा छैन उठो डाँडा जाने अरे उठो डाँडा कसको हात खाली हो यहाँदेखि कहाँ जानु भन्थ्यो मलाई एबिसी क्याम्प भनेको यहाँबाट हिँड्दै पुगिन्छ होला नि यो चाहिँ साइमाले चाहिँ यहाँ स्कुलमा हुने बेलामा खानेवाला लिएर आएको थिएँ नि साइमाले यिनले एङ्ग्री बर्डर नाम यात्रा जारी नै छ है साथीभाइहरू नेस्नी बोल्नै पर्छ त्यस्तो बिचबिचमा हाम्रो चाहिँ चटपटी खाने सुरु भइसकेको छ हो मैले भन्ने ला भनिदिने एरबाटै लुकी बिरुको पछाडि खामा पुरै दालमा टाक्दी भने दालमा याले हल्का याले न अनि भयो त्यत्रो होइन धेरै हुन्छ बाबु अघि कस्तो गरे गोजीमा हाल न ए मुखमा हालम मैले आएको खानु भिडियो पनि गरेँ दिदी निद्रा लाग्यो ला तेरो जक्सन कब्जा भयो नि त आयो अन्त भल्ला हेऱ्यो सब्सक्राइब देऊ न सब्सक्राइब लाइक कमेन्ट सेयर गर्नु होला अहिले सब्सक्राइब ल न अब त हेर्न सक्छ यो सायमाले यहाँ बसेर टमाटर किच्चा खानै राम्रो 2 पिस भयो झोल निस्क्यो सायमाको चाकमा पनि लाखा होला रातो यो चाहिँ बनाइ फाइनल्ली अब चाहिँ
अब चाहिँ हामी खान्छौँ भनेको के यहाँ खानेको घुच्चो फेरि यहाँ ठाउँ फेरि यस्तो कन्जर स्टेट हो कि के छ कि कस्तो हाम्रो कहाँ गयो विवेक त ए हामीलाई यता छुट्टै राख्दै है म यस्तो गर्दा मेरो कस्तो च्याप्पी राख्छु झटपट खानु ए म हल्दै राखेँ कि अनि मेरो अहिले कन्ट्रोल रिजनले छुट्टै आफ्नो रिजन लाएर मलाई चाहिँ छुट्टा खान गाइजहरू भन है के अरे छुट्टा नभन काने का बुझा मात्रै परेको कन्ट्रोल मेरो खुट्टा दुख्छ नै आया के अझै छुट्टै भइरह्यो यता हामीलाई नदिएर गाइजहरू छुट्टा खायो फेरि लिन आउँछु म कन्ट्रोल भर्खर दुईचोटि थपेर लैसक्यो लिन आउँछु भन्छ अझै जागे भनिरहेको छु त अघि नै ओहो रिटु चौकीदारले मिठो भयो कि नै मिठो त भयो ए सरी रोक न यहाँ मोल अघि सुप उठाउ त मासतिर मेरो अलिक पोजिसन मिल्दैन नेक्स्टको ज्याकेट लिपस्टिक छ काइरो छैन ए तपाईहरु इन्के ल अब चाहिँ हाम्रो चाहिँ खाएर जान लाग्यो कान झन् ठुलो देखिन्छ भिडियो नराके किन झा लाग्छ मलाई चेक झ्याउ लाग्छ लाउँछु नि हैन त हाम्रो ब्रो होस् नि त ल फेरि ल ल फेरि के टेक फेरि ल गो गाइस अरू त्यसपछिको नि भिडियो सुरुमा हुन्छ नि भिडियोमा ब्याक त्यस्तो नगरे राख बारे हामी दिनु र म चाहिँ हामी सानोदेखिको बेन्चमेट र म चाहिँ हामी चाहिँ एकदम लड्थ्यौँ सानोमा आजकल चाहिँ एकदम मिल्छ काटिदिइहाल्छु म हो तर काटिदिन्छु यो ल हामी चाहिँ लाग्दियौँ अब सामान चेक गर न सबैले गर्मी छ ल साथीहरू गर्मी हो कि नै अशोक लैबरीलाई ब्रो अब चाहिँ हामी यहाँदेखि फोटो खिचेर जानु लाग्यो ल हेलो साथीभाइहरू यता हेरौँ त भेरी भेरी लङ टाइम लिएर आयो हुन्छ त के फाल्नु पर्यो र के भनिस् ल निस्नी भन् ल साइडमा कुरो मेरो एउटा खिच्देऊ न टाइम कति भयो र अहिले हेर्दा त मलाई चिन्दैन मामा भनेको कि म उही नेस्नी हो म बुल्लीवाला नेस्नी भन् न लोटेको के पनि लोटेको हो गाइस म भेद्रा म त मान्छे नचिनिने पनि तर बानी बेहोरा उही हो भन् न कमल पुगेरीमा नि हैन यो लोट पिङ खेल्दा यो चस्मा लगाएको चाहिँ मलाई ठ्याक्कै अन्धिरै देखिएर है यहाँ चाहिँ अब साइमा केबल कारमा जाने भनेर सल्लाह भइरहेको हो साइमा मात्रै के सोइता पनि अटोमा जान्छ भने ल यहाँ दुईजना साथी एकअर्कासँग यहाँ फ्रेन्डसिप गरेर बसिरहेको हो नि भर्खर चाहिँ हामी आइसक्रिम खाने ठाउँमा आएको होइन म यहाँ आइसक्रिम खाने ठाउँमा आएको अनि यहाँ हामीलाई चाहिँ दिल लिएर अनि रिजनले चाहिँ हामी केटीहरूलाई चाहिँ आइसक्रिम किनिदिएको सरी सरी सर आइसक्रिमै हामी पाँचजना केटीहरूलाई चाहिँ आइसक्रिम प्रिन्सेस ट्रिटमेन्ट पायौँ कि दिल र रिजनदेखि यसले नै हामीलाई प्रिन्सेस ट्रिटमेन्ट दियो कि दिलले धन्यवाद दिल धन्यवाद रिजन थ्याङ्क यू दी जाम 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 पाइयो ल बाई बाई ल साथीहरू अब फाइनल्ली हामी चाहिँ घर जानु लागेको छौँ फर्किँदै 4 बजे 4 बजिसक्यो क्या नि घर फर्किँदा ठिक्क हुन्छ जानी जानी बेर गरेको नाइ पनि हामी छिट्टो आउँछौँ हामी त कति 9 9:30 बजी नै हामी माथि पुगिसकेको थियौँ 9:30 पनि बजेको थिएन अझै छिटो पुगेको थियौँ कति बज्यो अहिले साथीहरू अब चाहिँ फाइनल्ली हामी चाहिँ अब लाग्यौँ यति बेला भयो हामी फर्किँदा चाहिँ यता आयो होला नि राम्रो त्यो ओए दिल राम्रो ल अब
बिदा बाई बाई फेरि भेटौँला अब अर्कोचोटि नभेटुँदासम्मको लागि अहिलेको लागि बाई बाई अशोकलाई पनि ल फेरि गर बाई ल बाई ल विवेकले नि गर कहाँ लुकिरहस् तैँले नि गर अब श्वेता चाहिँ उता अगाडि श्वेता र साइमा गरेर आयो श्वेता दोकानमा स्टुडेन्ट यस्तो आसल हेर माथि